हेलो नमस्ते राधे राधे साथीहरू सन्चै हुनुहुन्छ सबैजना। अनि म चाहिँ आज यता यो के भन्छ यो अलबर्साको पार्कमा आएको के साथीहरू। मौका संजोगले चाहिँ यतातिर आउने काम परेको अनि यता पार्क देखेँ कि मैले। यो पार्कमा चाहिँ म पहिलोचोटि आएँ होइन। अलबर्साको अर्को ठुलो पार्कमा त म गएकी थिएँ, अहिले यता चाहिँ पहिलोचोटि आएँ कि। अनि यसो हेर्दा पार्क देखेँ होइन, एकदमै शान्त एरिया होइन, हरियो बुट्टाहरू होइन, अनि चिसो चिसो हावा आनन्द फिल होइन, एकान्त ठाउँमा एकदम के मनको पीडा भए पनि एकान्त ठाउँमा आएर मलाई चाहिँ यस्तै मन लाग्छ कि एकान्त ठाउँमा होइन, के त बुट्टाको मुनि होइन, बुट्टाको वरिपरि के त एकान्त ठाउँमा यस्तै खोलाको वरिपरि एकदम बस्नु मलाई मन पराउँछु के। मैले चाहिँ एकान्त ठाउँमा त्यस्तो मन पराउँछु के साथीहरू। अनि त्यही भएर एकछिन आएर यहाँ हेर्नु एक्लै आएर बसेछु होइन। यहाँ वरिपरि कोही पनि छैनन्, उता एकजना बसेका रहेछन् अनि साफ गर्ने हुन् क्या हो तिनी। अनि एकदम के कस्तो आनन्द फिल भयो होइन, यतिखेरसम्म काम गरेर आएको अनि तर पनि यहाँ आउँदाखेरि एकदम के आनन्द महसुस भयो साथीहरू होइन। कोलाई मनपर्छ यस्तो एकान्त शान्त वातावरणमा, कोलाई मनपर्छ भनिहाल्नुहोस् त। मलाई चाहिँ एकदमै मनपर्छ, माई फेभरेट भन्दा हुन्छ होइन। कस्तो राम्रो लाग्यो होइन, एकदम यहीँ थपक्क बसिरहनु मन छ तर चाहिँ जानु पर्यो होइन साथीहरू। अनि अब चाहिँ म जाने टाइम भयो होइन। यहाँबाट फेरि अलिकति बाटो हिँड्दै जानुपर्छ। बाटो खासै थाहा पनि छैन तर हेर्दै अब जानु पर्यो होइन साथीहरू। त्यस्तै छ। अनि एकदम आनन्द छ, उठ्नै मन छैन क्या साथीहरू मलाई। ल तर पनि जान्छु ल भाइ। कोलाई मनपर्छ ल भनिहाल्नुहोस् त। यस्तो वातावरण टक्क चिसो चिसो हावा आनन्द फिल